एकैछिन पोख्नुहोस्। श्री कृष्णले अर्जुनलाई भन्नुभएको छ, आफ्नो समस्याको बारेमा मात्र सोच्ने व्यक्ति पापी हो। त्यसकारण यो आसक्तिको जालबाट मुक्त हुनुहोस्। आफ्नो कर्तव्यहरू पहिचान गर्नुहोस् र तिनीहरूलाई पालना गर्नुहोस्। हे पार्थ, कर्मको फलको चाहना बाटोमा बाधा हो। कर्मको फलको चाहना व्यक्तिको घाँटीमा बाँधिएको ढुङ्गा हो, जसले उसलाई आफ्नो गहिराइबाट माथि उठ्न दिँदैन। यही कुराले व्यक्तिलाई समाजबाट अलग गर्छ र व्यक्तिगत लाभ र व्यक्तिगत हानिको दलदलमा धकेल्छ। समाज तिमीमा छैन पार्थ, तिमी समाजमा छौ। त्यसैले जनकल्याण र जनकल्याणलाई आफ्नो परम कर्तव्य मान, किनकि समाजको लागि जे फाइदाजनक छ त्यो तिम्रो लागि पनि फाइदाजनक हुनेछ।